लस्सो फ्याफुल्ला जय नेपाल जय किसान जय कृषि। हाम्रो यो नेपालको मध्य पहाडी भूभागमा 800 देखि 1500 सम्म लगाइने लोकल जातका सुन्तला हुन्। यो हाम्रो म्यागाङ गाउँपालिका नुवाकोट वार्ड नम्बर 2 बुङताङ। म गरबहादुर तामाङ, नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य र हाम्रो म्यागाङमा म सुन्तला बाजेको नाम उपनाम मेरो सुन्तला बाजे हो। साथीहरू, कतिपय साथीहरूको जिज्ञासा के छ भने सर्वप्रथम त मेरो युट्युब च्यानल सुन्तला बाजे बोमताङ र गरबहादुर तामाङ फेसबुक सञ्जालमा पनि कति हालिरहेको हुन्छु। म यो सन्देशमूलक सुन्तला खेती सम्बन्धी तपाईहरुलाई मैले केही जानकारीमूलक भिडियोहरू पोस्ट गरिरहेको हुन्छु। तपाईहरुले मेरो फेसबुक च्यानल र युट्युब च्यानल, फेसबुक सञ्जाल र युट्युब च्यानलमा सब्स्क्राइब गरेर हेर्नु होला। केही सल्लाह सुझावहरू यसमा प्रस्तुत गरिरहन्छु। अब कतिपय साथीहरूको जिज्ञासा के रहन्छ भने दाइ सुन्तलाको आयु कति भन्नुहुन्छ। अब यो 28 वर्ष 56 सालमा रोपेको बोटहरू हो। यिनीहरू 28 वर्षको उमेर भइसक्यो। लगभग 28 वर्ष भनेको हामीले लगभग 6 वर्षदेखि कमाइ खाएको हो। अहिलेसम्म यो एउटा बोटबाट, यो 28 वर्षे बोटहरूबाट कम्तीमा पनि 10 क्रेटदेखि 15 क्रेटसम्म कम्तीमा आउँछ भने कुनै बोटले लगभग 37 क्रेटसम्म निक्लिने बोटहरू छन्। यी ठुलो बोटहरू भनेपछि 28 वर्ष यसको उमेर भयो भनेपछि अझै पनि यो त्यति बिग्रेको अवस्था छैन। एकाध दुकाध बिग्रिरहेको छ। अझै पनि यसले 10 वर्ष त कम्तीमा पनि 10-12 वर्ष दिन्छ जस्तो मलाई लाग्छ। अब यो 50 वर्ष आयु यसको भन्छ, के अरे 50 देखि 100 वर्ष। यो आयुको बारेमा यो 28 वर्षको बोट यति राम्रो, यति मनमोहक, यति लोभ लाग्दो फलिरहेको अवस्था छ। तपाईहरुलाई मैले देखाएँ। अब र यसको ग्याबिङको कुरा, ग्याबिङ तपाईले ठुलो पाटो तपाईको छ भने 5 मिटरको दूरीमा रोपौँ। सानो पाटो छ भने 3.5 देखि 4 मिटरको दूरीमा रोपौँ। ग्याबिङको कुरा। अब रह्यो तपाईलाई जिज्ञासा के रहन सक्छ मलजलको बारेमा, यो काटछाँटको बारेमा। अब 3 वर्ष 2 वर्षसम्म काटछाँट त्यति आवश्यक नपर्ला। 3 वर्षदेखि तपाईले काटछाँट राम्रैसँग गर्नुपर्ने हुन्छ। काटछाँट भनेको माथि बिजु बिरुवा तपाईले रोप्दाखेरि सर्वप्रथम तपाईले ख्याल गर्नुपर्ने कुरा माथि लिङरिङ माथि अल्गो हुने गरी पठाउनु भएन। बिजु बिरुवालाई टुप्पो काटिरहनु पर्यो 3 वर्षबाट चाहिँ, 2 वर्षबाट चाहिँ। र बीजमा जेलिएका झाङ फाट्नु पर्यो। बीजको झाङ चाहिँ फाट्नै पर्छ। र तपाईले यो डाँठ यति लगभग 2 फुटसम्म अब यसलाई बोरो पेस पनि गर्नु पर्यो 2 वर्षबाट। अनि रह्यो अर्को कुरो तपाईको यो भूसतहका बारेमा, भूबनोट र माटोको बारेमा। माटो उत्तर पूर्वी फर्किएको जग्गामा सेपिलो हुन्छ, उर्वर अलि कालो माटो र गिर्ख मिसेको माटो हुन्छ। त्यो माटो अति उत्तम। उत्तर पश्चिम फर्किएको जग्गा उत्तम र दक्षिण पश्चिम फर्किएको जग्गामा पनि हुन्छ है साथीहरू, नहुने होइन। दक्षिण पूर्व फर्किएको जग्गाहरूमा हल्का सिँचाइ बढी चाहिने, अनि त्यहाँबाट गएर अलिकति आयु कम हो कि आयु कम हुने यावत समस्याहरू आउन सक्छ। यो सेपिलो जग्गामा भन्दा पारिलो जग्गामा 2-5 वर्ष छिटो मर्न सक्छ। यो समस्या आउँछ तर फल्छ। यतिको घाम लागेको पारिलो जग्गामा पनि फलिरहेको छ। सेपिलोको भन्दा पारिलोको अति नै गुली छ, तर छिटो बोट सुक्ने समस्याहरू आइरहेको देख्छु मेरो गाउँको भूसतह गर्दाखेरि। अब तपाईले
हाइटको उचाइको कुरा गर्दा लगभग 800 लोकल जात रैथाने जातको लाउँदाखेरि चाहिँ 800 देखि 1500 सम्म लगाउँ। यो धनकुटा खोकु भन्नेहरू 1600 सम्म हुन्छ भन्ने छ। र तपाईँले अहिले यो बेमौसमी भनेको अखौडे जात, यो चाहिँ पछौडे लोकल जातको भयो। यो आजभोलि पाकिन्छ। अब यो पुसको 15 पुस लागेपछि मात्रै पाक्छ यिनीहरू लोकल जातका। अब अखौडे जातको चाहिँ अहिले उन्सु जापानिज भेराइटी, जापानबाट उत्पादन गरेका बिरुवा उन्सु र मिकान भन्ने जात चाहिँ भदौमै पाक्दो रहेछ। मैले चाहिँ रोपेको छैन, भदौमा पाक्ने भयो। त्यो चाहिँ 1000 देखि 2000 सम्म उपयुक्त बनेको छ। त्यो पनि एकदमै राम्रो। त्यसले त झन् अब अफ सिजनमा बेमौसमी भएको कारणले त्यसले राम्रो मार्केट पाउँदो रहेछ। 250 रुपियाँ किलोसम्म गयो भन्छ। र हाम्रो ठाउँमा यसपालि 95 रुपियाँदेखि 100 सम्म, 80 देखि 100 सम्म हेरी उसमा भाउमा, त्यति भाउमा गयो। त्यसलाई राम्रो मानिनुपर्छ, हामीले राम्रो मानिएको छ। अब यो 28 वर्षको बिरुवाहरू यति राम्रो, यस्तो मजाले फलेको छ, यति उज्यालो छ। अब यो रसिलो गुलियो अति नै राम्रो छ यो बिरुवाहरू। त्यसकारण तपाईँले सुन्तला लाउँदाखेरि अब अलिकति छिटो बिरुवा उक्साउनको लागि कुखुरे मल नै युज गर्नु पर्यो, सुली। पहिला बिरुवा अलिकति छिटो बढाउनको लागि। अब हामीले चाहिँ मेरो प्र्याक्टिकल उसमा चाहिँ नाइट्रोजन मैले हालेकै छैन, कुखुराको सुली मात्रै हालेको छ। एकदम राम्रो छ। र वस्तुको मलले माटो पनि राम्रो बनाउँछ, चिस्यान पनि राख्छ। सकेसम्म वस्तुको मल धेरै र कुखुराको मल थोरै हाल्नु होला। अर्को कुरो, तपाईँले यसलाई 5 वर्ष यसलाई राम्रोसँग 3 वर्ष यसलाई राम्रोसँग स्याहार गर्नुभयो भने यसरी 8-10 दानासम्म दिन थाल्छ बिजु बिरुवा पनि। र 4 वर्षबाट तपाईँले 5-10 किलो फलाउन सक्नुहुन्छ, अथवा नसके 5 वर्षबाट चाहिँ फल्छ। 5 वर्षसम्म यसलाई पालौँ र 6औँ वर्ष र 7औँ वर्ष यो आफै यसको कमाइले आफै पालिन्छ, मजाले पुग्छ। तपाईँले लगानीको कुरा गर्दाखेरि एक बोट सुन्तलालाई 5 वर्षमा 2 देखि 3 हजार त पक्कै पनि लगानी गर्नुपर्छ तपाईँले राम्रोसँग गर्दाखेरि। भनेपछि तपाईँलाई 8औँ वर्षदेखि तपाईँलाई पाल्छ। 8औँ वर्षमा तपाईँले कम्तीमा पनि 80 किलो निकाल्न सक्ने गरी तपाईँले बोट बनाउनु पर्यो 8औँ वर्षमा। त्यहाँदेखि हामी एकदम समृद्ध सम्पन्नतर्फ उन्मुख हुन्छौँ। एकदम तपाईँ नुवाकोटैभरि, अब सर्वप्रथम त मेरो मेगाङ गाउँपालिकाभरिका किसान, अगुवा कृषक, अग्रज कृषक साथीहरूलाई आग्रह गरेँ, हाम्रो मेगाङमा 40% भूभागमा सुन्तला फल्छ भन्ने मेरो उ छ। यसरी लगाइदिनु होला समृद्ध मेगाङको परिकल्पनालाई पुरा गर्नको निम्ति। र पुरै नुवाकोटका 12 पालिकाका साथीहरूले यो सुन्तला खेतीलाई नै सम्भवतः नुवाकोटको 12 पालिकाको 35% भूभागमा सुन्तला हुने ठाउँहरू मेरो आफ्नो आँकडामा छ। त्यसकारण एकदम तपाईँहरू लागि पर्नुस्, गर्नुस्। अब यो गर्ने भनेको यसलाई 5 वर्ष पाल्ने, हामीलाई 8 वर्षदेखि यसलाई पालिन्छ। भूभाग भनेको 800 देखि 1500 भनिहाल्यो। अब यो भेराइटी उन्सु र मिकान लाउँदाखेरि 1000 देखि 2000 भनिहालेँ। र एकदमै ग्राफ्टिङ बिरुवा धेरै हुरी बतास लाग्ने ठाउँमा चाहिँ नलगाउनु होला, नत्र तपाईँ थोरै व्यावसायिक रूपमै लाउनको लागि चाहिँ म तपाईँहरूलाई
100 देखि माथि लाउने साथीहरूलाई ग्राफ्टिङ र बिजु 50-50 लाउनुहोस् भन्न चाहेँ। र निर्वाहको रूपमा मात्र लाउने तपाईँहरू छिटो फलाउन चाहनुहुन्छ भने 10-20 बोट लाउनुहुन्छ भने ग्राफ्टिङ नै लाउनुहोस्। तर यो ग्राफ्टिङ छिटो फल्छ बिजु ढिलो फल्छ भन्ने कुरामा भ्रम तपाईँहरू नपर्नुहोस्। ग्राफ्टिङ रोपेकै वर्षमा 2टा फलेको ग्राफ्टिङलाई तपाईँले फलेको नमानिदिनुहोस्। र